म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्। रोगसँग लडिरहेको नागरिकबाट समेत कर उठाउने सरकार यो कति निर्दयी हुन सक्छ? सम्माननीय सभामुख महोदय, नीति निर्माण गर्नेहरू किताब पढे, विश्वविद्यालय पढे तर समाज पढेनन्, तथ्याङ्क पढे तर जनता पढेनन्, बजेटका अङ्क बुझ्नेहरू किसानको खेतसम्म पुगेनन्, गाउँका बिरामी र श्रमिकको दुःख, बेरोजगार युवाको पीडा र विदेशी न बाध्य नागरिकको मनोविज्ञान बुझ्न सकेनन्। देशलाई माटो बुझ्ने नेतृत्व चाहिन्छ, धान र गहुँ कुन बालीमा कस्तो पानी चाहिन्छ भन्ने सामान्य यथार्थ नबुझ्ने मानिसले कागजमा अर्थशास्त्र लेख्न सक्छ तर जनताको जीवन बदल्न सक्दैन। सम्माननीय सभामुख, त्यसैले त होला सरकारी कर्मचारीको तलब वृद्धि भयो तर महँगी नियन्त्रण भएन। गरिब नागरिकले स्वास्थ्य बीमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ। स्वास्थ्य बीमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। सरकारले आज उपचारको बाटो रोजेन, बरु व्यवस्था नै कमजोर बनाउने बाटो रोज्यो। यो बजेट अब बिरामीहरूलाई समेत कर लगाउन बाटो खोलेको छ। उपचारका खर्चमा कर लगाउनु भनेको निजी अस्पतालमाथि कर लगाउनु होइन, अन्ततः त्यो कर उपचार गराउन गएका बिरामीले तिर्नुपर्ने हुन्छ। यो बजेट 6 खर्ब 57 अर्ब 29 करोड रुपियाँ बराबरको बजेट घाटा छ। म अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, सरकारसँग मेरो प्रश्न एउटा सरल प्रश्न छ, यो रकम कहाँबाट ल्याइन्छ? फेरि के विदेशीको ऋणको भार फेरि टाउकोमा थोपेर अगाडि बढ्नु पर्ने हो? यो देशका जनता सबै करोडपति र सबै अरबपति छैनन्। यो देशको झण्डै 80% भन्दा बढी जनताहरू आज मध्यम वर्गीय छन्। बजेट तिनका लागि ल्याउने हो, व्यापारी पोष्णका लागि ल्याउने होइन।